eternity. God bless the day when He gave me you. Every now and then, for a lifetime, I bless this day and cherish your faith in me. I'm gonna pray with you, walk with you, stay with you until the end. I'm gonna laugh with you, cry with you, breathe with you all my days. The road may be rough, vague and dark, bleak and tough. I promise to cherish you with all my heart. In all my dreams, my earnest hope, I wish you well every minute, every day. In all my dreams, my dearest friend, may the light protect you in every way. I'm gonna pray with you, walk with you, stay with you until the end. I'm gonna laugh with you, cry with you, breathe with you all my days. The road may be rough, vague and dark, bleak and tough. I promise to cherish you with all my heart. I'm gonna pray with you, walk with you, stay with you until the end. I'm gonna laugh with you, cry with you, breathe with you all my days. The road may be rough, vague and dark, bleak and tough. I promise to cherish you with all my heart. तपाईँलाई धन्यवाद छ। आज धेरै खुसीको समय छ, खुसीको दिन छ र अब हामी हाम्रो सेवाकाईलाई विशेष गरी सुरु गर्नेछौँ। किन भन्दाखेरि यहाँ एकदमै जग्गा कम्ती भएको कारणले गर्दाखेरि अहिले हाम्रो अलिकति सेवा हुँदै गर्दाखेरि मिटिङहरू कतिजना आउनुहुन्छ अनि समस्या हुन्छ। त्यही कारणले अब आजको सेवाकाईलाई विशेष गरी हामी सुरु गर्नेछौँ र हाम्रो युथहरू जति पनि हुनुहुन्छ दया गरेर तपाईँहरू अगाडि आइदिने हुन्छ। बाबा र बाबाले प्रार्थना गरेर आजको सेवाकाईलाई विशेष गरी हामी सुरु गर्नेछौँ र यहाँ दुला अनि दुल्हनको लागि पनि प्रार्थना गरेर अगाडि हामी यहाँलाई पनि बोलाउन चाहन्छौँ। धन्यवाद जीवित रहेको परमेश्वर, जसरी प्रभु हामी यो 2000 काना नगरको विवाहको भोजमा प्रभु यीशु तपाईँलाई निमन्त्रण दिएका थिए अनि त्यहाँ तपाईँले फर्स्टचोटि आफ्नो मिराकलको आफ्नो महिमाको काम गरेर आफ्नो महिमा प्रकाश गर्नुभयो। पानीलाई तात्पर्य परमेश्वर तपाईँ हामी धन्यवाद जनाउँदै जसरी हामी यो परिवारलाई तपाईँले जोड्नु भएको छ हामी प्रार्थना गर्दछौँ। किनभने यो मानिसले एक्लो रहनु असल छैन, त्यसको निम्ति म एउटा असल सहयोगी बनाउँछु भनेर तपाईँ
त्यो साथीको करणबाट तपाईँ आफ्नो निम्ति तपाईँ त्यो छोराको निम्ति आदमको निम्ति एउटा सहयोगी बनाउनु त्यसरी नै त्यो दिनदेखि तपाईँले सुरु गर्नुभएको हो र आज यो समय तपाईँलाई हामी धन्यवाद चढाउँ तपाईँलाई स्वागत गर्दै सम्पूर्ण कुरो तपाईँको हातमा राखेको छौँ सुरुदेखि लिएर अन्तसम्म नै परमेश्वर बाबु तपाईँलाई हामी धन्यवाद चढाउँदै तपाईँको उपस्थितिमा हामी हरेक कुरो अगाडि अनुग्रह गर्नुहोस् महिमा तपाईँ यो दुला तपाईँको समर्पण होस् सारा महिमा तपाईँलाई दिने माग्दछ आशिष क्रिस्टको नाममा सुनि ग्रहण गर्नुहोस् हुन्छ जोरदार ताली है फेरि पनि परमेश्वरलाई धन्यवाद भएको होस् हामी धेरै खुसी छौँ आज हाम्रो भाने साजन अनि बुहारीको यो रिसेप्सनमा हामी मण्डली परिवार आफ्नो आफन्तजन भेला भएका छौँ र आउँछ यति बेला प्रभुलाई हामी अगुवाई माग्नेछौँ अनि प्रभुलाई नै हामी धन्यवाद दिनेछौँ यो गीतहरूबाट हामी उहाँको नाउँलाई नै हामी उचाल्नेछौँ है हामी सबैजना मिलेर जतिजना यो भजन थाहा छ पढ्नेछ आशिषको छोरी यो भजन हामी सबैजना मिलेर हामी गाउँछौँ
मौकाहरू दिनुभयो। परमेश्वरलाई धन्यवाद र हामी सबैजना विश्रामको लागि बस्नेछौँ। वचन शरीरमै राखिएको छ, मात्र जोडाजोडी नभएर हामी समग्रलाई यो वचन भएको होस्। विशेष गरी आफ्नो दासलाई तपाईँ परमेश्वर पवित्र आत्माले अभिषेक गर्नु भएको छ, हामी विश्वास गर्छौँ। बिन्ती ख्रीष्टको नाममा। सबैलाई नमस्कार अनि ख्रीष्ट येशूको नाउँमा जय मसीह। र आज यहाँ विवाहको सन्देश, सानो सन्देश त भन्नु मिल्दैन, टिप्सहरू आज परमेश्वरले एउटा विश्वासमा आएको हस्बेन्ड अनि विश्वासमा आएको वाइफको कस्तो चाहिँ उनीहरूको व्यवहार हुनुपर्छ एउटा पारिवारिक जीवनमा, त्यो कुरो विषयमा हामी हेर्नेछौँ। र अब यहाँ बाइबल त मेरो हातमा छैन, सायद कसैले पढिदिन्छन् होला है। हामी सानो बेसी समय नलिकन हामी हेर्नेछौँ। र यसको लागि चाहिँ पहिला चाहिँ म मत्तीको किताब 7:24 कसैले पढिदिनुहोस् न। गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो, पानी 7:25 पनि पढिदिनुहोस्। अनि पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजार्यो र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालेको थियो। एउटा घर चाहिँ चट्टानमाथि बनाएको, अनि दुईटै घरमा के हुन्छ, आँधी हुरी बतास तुफान आएको हुन्छ। तर वास्तवमा चाहिँ के हुन्छ भन्दाखेरि जब आँधी तुफान दुई खालको जगमै आउँछ, त्यो बलुवा भएको जमिन घर चाहिँ के हुन्छ, एकै तालमा खतम हुन्छ। तर यता जुन चाहिँ घर चाहिँ चट्टानमा बसेको हुन्छ, ऊ चाहिँ के हुन्छ, खलिँदैन। अनि वास्तवमा भन्नु खोजेको चाहिँ बेसिक फाउन्डेसन कुनै पनि कुरा चाहिँ के हुन्छ, घरको फाउन्डेसन चाहिँ केमा हुन्छ भन्दाखेरि चाहिँ ब्याङ्क ब्यालेन्समा होइन। फाउन्डेसन मेरोमा कति ठुलो बिल्डिङ छ मसँग होइन, घरको एउटा फाउन्डेसन चाहिँ एउटा मौलिक एउटा जग चाहिँ कस्तो खानदान त्यो पनि होइन। वास्तवमा के छ भन्दाखेरि चाहिँ सबैभन्दा एउटा असल परिवार, असल खानदान, असल फाउन्डेसन त त्यो हो जसको चाहिँ हस्बेन्ड एन्ड वाइफमा चाहिँ एकदमै सुमधुर कङ्क्रिट एउटा बोन्ड, एउटा सम्बन्ध, एउटा के भनौँ, एकदमै गतिलो बन्धन भएको, गतिलो माया भएको त्यो परिवारलाई चाहिँ के भन्छ, फाउन्डेसन राम्रो भन्छ, फाउन्डेसन। अनि यसै कारण इङ्ग्लिसमा चाहिँ छुट्टिन्छ, नेपालीमा चाहिँ छुट्टिँदैन। अनि धेरै मान्छेहरूको हाउस भनेको बुझ्नुभयो, कसैको 3 स्टोरेड बिल्डिङ हाउस, कसैको 2 स्टोरेड घर हाउस छ, कसैको 1 तला, कसैको ठुलो अट्टालिका हाउस छ। तर ईश्वरले हाउस मात्रै होइन, ईश्वरले चाहनुहुन्छ त्यो हाउसहरू चाहिँ होम भएको चाहनुहुन्छ। कुरा बुझ्नु भएन? अनि के हुन्छ भन्दाखेरि सबै छ हाउस, ठुलो बगैँचा छ, सबै कुरो छ, तर होमली एन्भाइरोन्मेन्ट छैन। हाउस मात्रै भएर के गर्नु, त्यो सिमेन्ट कोटाएर खानु भएन। तर सबैभन्दा ठुलो कुरो चाहिँ आज प्रत्येक परिवारमा चाहिँ एउटा होमली एन्भाइरोन्मेन्ट, एउटा होमली एटमोस्फियर हुनुपर्छ। त्यो चाहिँ आज समाजमा हामी त्यसको छाया देख्दैछौँ। समाजमा, गाउँमा, हाम्रो देशमा, राज्यमा हामी त्यसको के प्रभाव देख्दैछौँ भन्दाखेरि अहिले धेरै होमहरू तोडिँदैछ। घर तोडेको छैन, मैले घर भनेको होइन, हाउस भनेको होइन, मैले भन्दैछु होम, जुन चाहिँ एउटा सम्बन्ध हुनुपर्ने पति पत्नीमा त्यो आजकल देखिँदैन। जुन चाहिँ एउटा कडा सम्बन्ध हुन्छ है। हिजो अस्ति यहाँ नानीहरूको यहाँ बेहुला बेहुलीको विवाह भयो, एउटा करार भयो, एउटा प्रतिज्ञा गरियो
कि म कुनै स्थितिमा पनि म तिमीलाई छोड्ने छुइनँ। पतिले के गर्छ भन्छ, अनि यता पत्नीले पनि भन्छ म पनि मृत्यु पर्यन्त तिमीलाई म माया गर्नेछु भनेर प्रतिज्ञा गरेको हुन्छ। अनि वास्तवमा अब यस्तो संसारमा अब आइसकेका छौँ हामी, यस्तो बिजी लाइफमा आएका छौँ हामी। पहिला त आर्थिक अवस्था पनि हो, आर्थिक अवस्थाले चिडचिडापन निस्किन्छ, चिडचिडापन एकदम विरक्त, केही कुरो गर्दा त्यही पनि सफल नहुने। अघि त मजाले माया गरेर बसिरहेको थियो, अचानक अब के बिग्रियो, आर्थिक अवस्था डामाडोल, किनभने त्यो घर अनि बिस्तारै तोडिन थाल्छ। किन भन्दाखेरि बाइबलमा लेखिन्छ जसले मेरो वचन सुन्छ तिनीहरूको चाहिँ यस्तो होम हो जो आँधी आउँछ तुफान आउँछ भत्किँदैन। अनि सबैभन्दा ठुलो कुरो चाहिँ हो हाम्रो परिवारको सम्बन्ध, पति र पत्नीको सम्बन्ध। अनि के छ वास्तवमा नि हामीले चाहिँ पति अनि पत्नी भन्छौँ होइन, अनि पतिको आफ्नै दर्जा छ, पत्नीको आफ्नै भूमिका छ। तर त्योभन्दा पनि ठुलो कुरो चाहिँ के भन्नुहोस् त, पति र पत्नी चाहिँ वास्तवमा साथीहरू हो, एका दुस्राको के हो कम्पेनियन हो, एका दुस्राको साथीहरू हो, कम्पेनियन। हामी चाहिँ के गर्छौँ भन्दाखेरि त्यही कारण चाहिँ मलाई बाइबलको एक दुईवटा शब्द सडक मनपर्छ। बाइबलमा पहिलो मान्छे त आदम बनाएको नि, अनि हप्पा पनि बनाएको छ। आदमलाई परमेश्वरले माटोबाट बनायो भने हप्पालाई चाहिँ कहाँबाट भन्दाखेरि चाहिँ हप्पालाई चाहिँ करमबाट बनाएको छ। हामी बाइबलले खोली जान्दैनौँ कहाँबाट बनाएको छ, करमबाट। गहिरो निद्रामा आदमलाई सुताएर ठुलो मेजर त्यो एनेस्थेसिया दिएर परमेश्वरले फर्स्ट टाइम अपरेसन गरेको, त्यहाँबाट चाहिँ करमबाट निकालेको छ। अन्त एउटा प्रश्न आउँछ, साँच्ची नै त्यो दिन चाहिँ परमेश्वर बुबा परमेश्वरले चाहिँ आदमलाई सुताएर टाउको हड्डीबाट चाहिँ वाइफलाई निकालेको भए कस्तो हुन्थ्यो होला? ए म चाहिँ टाउकोबाट त्यो टाउकोमा उठ्छु भनेको छु। अब खुट्टाबाट पनि निकाल्नु भएन, खुट्टाबाट फेरि ए तँ मेरो खुट्टाको हड्डी हो भनेर पतिले फेरि पत्नीलाई ढाल्नु बेर रह्यो। अनि यस्तो जग्गाबाट निकाल्यो कि यो करमबाट बिच भागबाट निकालेको चाहिँ। यस कारण चाहिँ आज पति र पत्नी चाहिँ सब समय साथ कम्पेनियन हो, सङ्गी हो, साथी हो। यो चाहिँ हर हमेसा याद गर्नुपर्छ। अनि आज मैले यसरी दिँदैछु नि, नयाँ पति पत्नीलाई मात्र होइन, पुरानो 30 वर्ष भइसकेको 50 वर्ष भइसकेको पति पत्नीलाई मैले सम्बोधन गर्दैछु है। हामीले भुल सुधार गर्ने बेला आएको छ नि। मलाई लाग्छ प्रत्येक बिहामा हामीले करेक्सन हुनुपर्छ। प्रत्येक बिहामा हामी यसरी सन्देश सुन्छौँ। अनि मलाकी 2:14 भन्दा चाहिँ म त्यो पढ्दिनँ, हस्बेन्ड अनि वाइफ चाहिँ को अरे सङ्गी हो भनेको छ। उनीहरू के हो कम्पेनियन, उनीहरू साथी हो भनेको छ। अनि साथीले अर्काको भुल देखाइ हेर्दैन। जसले माया गर्छ नि तपाईँको भुल हेर्दैन, भुल देखिरहेको छ नि, तर के गर्छ त्यो भुललाई पनि उसले के गर्छ स्वीकार गरेर उसलाई के गर्छ क्षमा गर्छ। यो चाहिँ असल एउटा कम्पेनीको एउटा के हो, यो एउटा लक्षण, एउटा सङ्गीको एउटा लक्षण। अनि यसकारण चाहिँ के छ भन्दाखेरि चाहिँ थुप्रै कुराहरू छ मैले भन्नुपर्ने, तर पनि अब एफिसी 5:25 त्यहाँबाट कसैले पढिदिनुहोस् त ल। एफिसी 5:25 आज बेसी बोल्ने कुरा होइन, यो म्यासेज पनि होइन, जस्ट टिप्स मात्रै पढिदिनुहोस् त कसैकोमा। मैले कति भने एफिसी 5:25 कोही छैन त, कसैले पढिदिनुहोस्। म्याथ्यु कति भने मैले एफिसी 5:25 एफिसी आफ्ना पत्नीलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। कति राम्रो। पतिहरू हस्बेन्ड्स आफ्नो पत्नीलाई माया गराइ भन्दैछ। अब किन माया गर्नुपर्ने भन्ने कुरा फेरि यहाँ बाहिरबाट चाहिँ जसरी ख्रीष्टले मण्डलीलाई माया गर्नुभयो। वास्तवमा मण्डली अझै सुधार्नु हो भने चाहिँ जसरी ख्रीष्टले संसारलाई माया गर्नुभयो। संसारलाई यति साह्रो माया गर्नुभयो कि लाखेस तँ पापी छस्, तँलाई म मार्छु, तँलाई क्रुसमा झुन्डाउँछु भन्नुभयो। बरु आफै क्रुसमा झुन्डिनु भनेको चाहिँ के हो भन्दाखेरि
तपाईँ मर्नुपर्ने थियो, पापको ज्याला मृत्यु हो। के अरे हामी मर्नुपर्ने थियो पापको भागी भएकोले गर्दा, तर आज ईश्वर हाम्रो पक्षमा आफै मरिदिनु भएर हामीलाई प्रेम गर्नुभयो। अनि त्यही सन्देश जसरी ईश्वर प्रभुले मानिस जातिलाई आफूलाई न्यौछार गर्नुभयो, यति साह्रो प्रेम जाहेर गर्नुभयो, त्यस्तै प्रकारले पति हो आफ्नो पत्नीलाई पनि आफ्नो ज्यानभन्दा पनि बेसी माया गर्नु भनेको है। अझै मुनि पढ्यो भने अनि पत्नीलाई पनि भनेको छ, ए पत्नी हो तिमीहरू आफ्नो आफ्नो पतिको अधीनमा बस्छ भनेको छ। फेरि त्यहाँ पनि छ फेरि अधीनमा भनेको छ। भनेपछि ह्युमिलिटीमा, नम्रतामा, परमेश्वरको प्रेममा है, प्रेमले असंख्य पापहरू के हुँदछ ढाक्दछ। प्रेमले असंख्य पापहरू हाम्रो जीवनमा ढाक्छ। अन्त एउटा कुरो लभ, यो प्रेम म तिमीलाई माया गर्छु त नपत्याएको त्यस्तो होइन। माया गर्छौ भने पतिले पत्नीलाई माया गर्छ भने उसले देखाउनु जाहेर हुन्छ। हामी अन्तर्यामी होइन नि त, माया गर्छ कि गर्दैन, देखाउनु सक्नुपर्छ होइन। अब अलिअलि कता कता इङ्ग्लिस कल्चर गरेको जस्तो हुन्छ, तर वास्तवमा हामीले उहाँलाई बर्थडेको दिनहरू भुल्नु हुँदैन, एनिभर्सरीको दिनहरू भुल्नु हुँदैन। सानो कुरा जो मैले पनि पछिबाट सिकेँ, मैले जाने तर्सेको पनि छु, त्यस्तो जान्नु पर्दो रहेछ है। एकअर्काले आफूमा मेरा नार्कोसिस के भन्दा आफू मात्रै भइहाल्यो भने क्या, त्यस्तो प्रकारले परिवार चल्दैन। मैले पत्नीलाई माया गरेको हुनुपर्छ अनि पत्नीले पनि मलाई माया गरेको हुनुपर्छ है। पतिको अधीनमा पत्नी बस्छ भने पति फेरि ईश्वरको अधीनमा बसेको हुनुपर्छ। समग्र परिवार नै वास्तवमा जब ईश्वरको अधीनमा बस्छ है, तब त्यो घर होम स्ट्रङ भएर जान्छ, कुनै आँधी तुफानले पनि भड्किँदैन। अनि आज जुन परिवारमा चाहिँ आज परमेश्वरलाई स्थान दिन्छ, जुन परिवारले परमेश्वरलाई स्थान दिन्छ, त्यो परिवार कहिले पनि डगमगिँदैन। अब एउटा पति एउटा पत्नी विवाह गर्नुभन्दा अगाडि पतिको कति चाहना हुन्छ, कति इच्छाहरू हुन्छ, यो गर्नु पुरा गर्नुपर्ने, त्यो गर्नु भइरहेको हुँदैन है। तर जब विवाह हुन्छ नि अचम्म बाटोहरू खोलिँदो रहेछ। अब यो चाहिँ मैले कतै पढेर भनेको होइन, आफ्नो अनुभवमा भन्दैछु। अनि अब पहिला नोकरी गर्दाखेरि हामी साह्रो राम्रो हुँदैन थियो, अन्त धेरै मलाई पुग्छ कि पुग्दैन, घर संसार चलाउनु सक्छ कि सक्दैन, ला यति तलबले म मेरो पत्नीलाई खुसी गर्न सक्छु कि सक्दैन भनेर नै मैले त बिहा ढिलो गरी पठाएको छु हो। अब जानिन, हेर्नुहोस् त, जसले तपाईँलाई बनायो आमाको कोखमा, जसलाई तपाईँले बनायो अनि तपाईँ आमाको कोखमा बनिनु भयो भने तपाईँको सङ्गिनी पनि त कतै त छ नि यो संसारमा है। अनि परमेश्वरले तपाईँले यस धरतीमा त्यसै बोझहरूको लागि बोलाएको होइन नि त। हाम्रो आफ्नो नानी र संसारिक नानीलाई त राम्रो सोच्छौँ भने हाम्रो के पिता परमेश्वरले तपाईँ हामीलाई राम्रो सोच्दैन। अनि म चाहिँ के भयो, चिन्तामा बसेर भनेर ढिलो पनि गरिपठाएँ। भरे त मैले किन ढिलो बिहा गरेछु नि भने जस्तो भएको। भरे त बिहा गर्ने बित्तिकै सबै कुराहरू खोलिन थाल्यो। अनि एउटा कटु ध्रुव सत्य पनि हो, जब एउटा मानिस वैवाहिक सम्बन्धमा आउँछ ईश्वरले त्यसमा एकदमै आशीर्वाद गर्नुहुन्छ। जुन कुरो केटीले पहिलेदेखि इच्छा गरेको कुरा नपाएको कुराहरू विवाहपछि पाउँछ। अनि केटोले पनि कति प्रार्थना गर्दा नभएको कुराहरू पनि उपवास पनि बस्यो र तर विवाह गरेपछि अचम्मै खोलिन्छ। अब मेरै कुरा गरौँ भने जब विवाह भए नानी त हुन्छ, त्यो ठुलो कुरो भयो। तर कतिवटा कुरो अफिसियली कुराहरू डोर्सहरू ओपन भयो, प्रमोसनहरू हुन थाल्यो। म पो त्यहाँ अरे यो कुरो पहिल्यै जानेको त पहिला बिहा गर्थ्यो नि, ढिलो भयो नि भयो। त्यस कारण चाहिँ हामी चाहिँ कोही बेला नि ईश्वरभन्दा बेसी सोच्ने हुन्छ, ईश्वरभन्दा उपरवाला भन्दा बेसी सोच्ने हुन्छ। ए ईश्वर तपाईँ सक्दैन कि अन्त मैले चिन्ता गरेको नि, तपाईँ सक्दैन त अन्त म चिन्ता गरेको नि। फेरि के भन्छ, म त ईश्वरको विश्वासीको विश्वासी त्यस्तो हुन्छ। विश्वासीले त ल म त गरेँ लु ईश्वर अब तपाईँ त्यो म विश्वासी हो। अब यहाँ चाहिँ के हुन्छ भने भोलि भनेको चाहिँ ईश्वर तपाईँलाई सक्दैन भनेको नि त्यसलाई
त्यो त तपाईँको चिन्ता मैले लिँदा चाहिँ मैले भनेको मेरो नानीले भोलि के खाउँला र लाउँला र ट्युसन कहाँ पढाउँला र कति स्कुलको फिस तिर्नु राति यसो गरी बसिरहेको छ म खुसी हुन्छु होला कि खुसी हुन्छु म खुसी हुन्छु हुँदैन नि म त्यसको बाबु हो त अनि मेरो चिन्ता म पो गर्छु त त्यो मेरो नानी हो तर नानीलाई आफै किनभने बाउको औकात बुझेन बाउलाई विश्वास गरेन अनि त्यस्तै प्रकारले हाम्रो पनि जस्तै संसारमा बाबु आमा हुन्छन् त्यस्तै हाम्रो ईश्वरीय पिता पनि हुन्छन् आत्माको परमात्मा हुन्छन् जसले हाम्रो सबै कुरो याद गरिरहेका हुन्छन् तर जब विवाह हुन्छन् विवाह भएपछि चाहिँ सबै ईश्वरले जिम्मेवारी हो त्यसकारण विवाह होसियार कहाँ खोलिन्छ अरे आशिषहरू चाहिँ विवाहमा खोलिन्छ तर विवाह बिग्रियो भने त्यो गयो नि फेरि विवाह चाहिँ ढङ्गको भएन भने चाहिँ हुँदैन नि फेरि आमा बाबुको विरुद्धमा यो त्यो आशिष हुँदैन यसकारण चाहिँ हामीले याद गर्नुपर्छ पवित्र विवाहमा मात्रै आशिष हुन्छ ए विवाह गर्नु भनेको त दुईवटा छोरी तिनवटा पनि गर्छु भने त्यो होइन नि त्यो फर्मुला नबनाउनु फेरि यहाँ भनेको छ जुनसुकै होइन फेरि पवित्र हुनुपर्छ कन्या पवित्र हुनु पर्यो केटा पवित्र हुनु पर्यो ईश्वरलाई जीवन दिएको हुनु पर्यो अनि त्यस्तो विवाहमा पनि ईश्वरले आशीर्वाद गर्छ त अनि आज हामी धन्यवाद दिन्छौँ आज यसरी पवित्र विवाहमा हामी सबैजना भेला भएर बासी विवाह खानुपर्छ त्यहाँको त भयो त कहाँ रिमाइन्ड गरौँ फेरि बिग्रि त अनि यसै कारण आज विवाह ठिक छैन भने होम हुनु सक्दैन अनि होम बिग्रियो भने हाउस त्यसै बिग्रिन्छ हाउस बिग्रियो भने के हो स्टेटमा सेन्ट्रलमा पनि हाउसै हुन्छ नि हाउसले पास गर्नुपर्छ है हाउसै बिग्रियो भने देशै बिग्रियो भने सबै बिग्रियो समाज बिग्रियो यसकारण हामी हाम्रो समाज बढिनुपर्छ हाम्रो देश बढिनुपर्छ शान्ति चाहे सब कुदेर हुँदैन परिवार बाउ र आमाको सम्बन्ध कस्तो त्यो चाहिँ इम्पोर्टेन्ट हस्बेन्ड र वाइफ कस्तो छ अनि जब एउटा परिवारमा हस्बेन्ड र वाइफ ठिक छ भने त्यो देश त्यो गाउँ त्यो समाज आपसे आप ठिक हुन्छ तर विवाह ठिक छैन भने विवाहमा भुल भयो नि त विवाह भुल हुँदाखेरि नानी केटाकेटी कोही के तान्ने भयो कोही कहाँ जाने कृपामा हाल्दै हुने भयो कता कता बिग्रिँदै जान्छ यसकारण चाहिँ आज त्यो आशिष खोल्ने जग्गा चाहिँ विवाह हो अनि यो विवाह भनेको चाहिँ मलाई बडा रमाइलो लाग्छ क्या विवाह चाहिँ मिठो खानु मात्रै होइन है त्यो मात्रै होइन विवाहमा चाहिँ एउटा यस्तो कुरा हो जहाँ चाहिँ आशिषहरू खोलिन्छ है अनि चमत्कार खोलिन्छ बाइबलमा पनि पहिलोचोटि कानाको सहरमा परमेश्वरले फर्स्ट आशिष कहाँ गर्नुभयो भन्नुहोस् त विवाहमा गर्नुभयो यसकारण तपाईँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि विवाहमा यो नयाँ वर वधुलाई मात्रै आशिष होइन त्यो सँगसँगै तपाईँ हामी जो विटनेस छौँ आज हामीले पनि आशिष पाउँछौँ हाम्रो पति पत्नीको बिचमा पनि के हुन्छ पुरानो अलिक लभ प्रेम चाहिँ हुन्छ अलिक बासी भएको छ त्यो ताजा हुन्छ अनि यसै कारण हामी म एउटा पास्टरको रूपमा यो दाम्पत्यलाई म आशिष बोल्छु है अनि हुनु पनि त परमेश्वरले आदम बनाउनु भयो आदम बनाएर त्यसपछि कसलाई बनाउनु भयो अघि भर्खर भन्दै थिएँ हवालाई ए गरे खा भन्नुभयो त्यसपछि आदमलाई बनाएर लु गरेका भन्नुभयो के भन्नुभयो भन्नुहोस् त राम्ररी बुझ्नुहोस् त त्यसपछि उहाँले बनाउनुको उल्टो अर्थ नै के रहेछ उहाँले आशिष दिनुभयो भनेको छ खास त मान्छेलाई नि ईश्वरले बनाएको आशिष दिनको लागि तर के गर्ने आदमले भुल गरिहाल्यो आदमले भुल गर्यो हब्बाले पनि भुल गरे ईश्वरदेखि पतित भयो अन्तमा गएर पुरुषले नखटाउँदैन स्त्रीले गर्भको के भन्छ प्रसुति वेदना नसही भएन है यस्तो श्राप पुरुषमा स्त्रीमा पृथ्वीसम्म श्राप पाएको बाइबलमा लेखिएको छ तर प्रभु येशूलाई धन्यवाद जसले फेरि यो आशिष उहाँले खोलिदिनु भएको छ अनि आज अनन्त जीवन पाएको छोरा अनन्त जीवन पाएको छोरी जब यसरी प्रभुमा मेल हुन्छ जब वैवाहिक सम्बन्धमा शरीरमा उनीहरू शारीरिक मात्रै होइन विवाह चाहिँ शारीरिक मात्रै होइन जय जन्मको लागि मात्रै होइन तर सबैभन्दा पहिले चाहिँ आत्माको मिलन हो आत्माको मिलन हुनुपर्छ
अन्त मनको मिलन हुँदै जान्छ। मन भनेको चाहिँ प्राण, अन्त मात्रै शरीरको मिलन हुन्छ। यहाँ चाहिँ उल्टा भयो, विवाह भनेको चाहिँ शरीर मिल्नु मात्रै बुझ्यो, त्यहाँको त्यो प्राणसम्म आउनु त कहिले हो कहिले। ए तिमी यस्तो रहेछ मलाई थाहै थिएन नि ओ भनेर बल्ल पहिला चाहिँ आत्माको मिलन हुन्छ, त्यसपछि प्राणको मिलन हुन्छ, त्यसपछि शरीर, अनि यसलाई चाहिँ पवित्र विवाह भन्छ। एक त मेन्टली प्रिपेयर्ड, स्पिरिचुअली प्रिपेयर्ड, फिजिकली प्रिपेयर्ड। अनि यो विवाहमा चाहिँ परमेश्वरले तिनटै क्षेत्रमा मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, आत्मिक स्वास्थ्य आज यहाँ खोल्नुहुन्छ। अनि यसका प्रत्येक विवाह आदरणीय होस्, प्रत्येक ओछ्यान आदरणीय होस् भनेको छ। अनि अब म बेसी बोल्दिनँ, यति भनेर हामी है अब यहाँ राख्नेछौँ र आशीर्वादको प्रार्थनाको पास्टरलाई म अगाडि बढ्छु। सुरु गर्नुभयो, सबै कुरो तपाईँलाई थाहा थियो। प्रभु मानिस एक्लो रहनु असल छैन भनिकन तपाईँले हेर्नुभयो, असल तपाईँलाई लागेन अनि आदमलाई मस्त निन्दा पारेर त्यस छातीको कलर निकालिकन एउटा स्त्री बनाइकन तपाईँले एउटा सहयोगी बनाइदिनु। र प्रभु तपाईँले साँच्चै आदमले यो मेरो हड्डीको हड्डी, मेरो मासुको मासु, मेरो रगतको रगत रहेछ भनेर पहिलोचोटि त्यो स्त्रीलाई आफूले साँच्चै नै आफ्नो हो भनेर उसले थाहा पाएको थियो। र आज यसकारण आफ्नो साझाको निम्ति जुन कारण बनिएको थियो तपाईँको निम्ति, तपाईँको महिमाको लागि थियो। परमेश्वर प्रभु यीशु ख्रीष्ट तपाईँले पनि मण्डलीको लागि आफ्नो प्राण सम्पूर्ण जीवन दिएर यस्तो मण्डली बनाउनु तपाईँले कृपा अनुरोध रहेको छ। उहाँको बाउ आमालाई पनि तपाईँहरू दिन्छु। अनि जति पनि आज यहाँ मण्डलीमा भेला भएको परिवारहरू छन् सबैलाई हामी एकचोटि परमेश्वरको उपस्थितिमा ल्याउँदछौँ। प्रभु पवित्र आत्मा तपाईँ काम गर्नुहोस्, हरेकको जीवनमा बिग्रिँदै गरेको परिवारलाई पनि फेरि पनि उनीहरू नयाँ भएर फेरि निर्माण हुनमा तपाईँ परमेश्वरले अगाडि अनुग्रह गर्नुहोस्। महिमा तपाईँको भन्दै आशिष बोल्दै माग्दछ। आशिष त्यस येशूको नाममा स्वीकार गर्नुहोस्। आमेन। आगमनको दिनसम्म यो मण्डली परिवारसँग विश्राम भएको आफ्नो दास आफ्नो दासीसँग पवित्र आत्मा सदा सर्वदा भनिरहन्। प्रभुले सिकाउनु भएको प्रार्थना हामी गर्नेछौँ। यी हाम्रो स्वर्गमा तपाईँको नाम पवित्र गर्नुहोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा भए पृथ्वी पुरा गर्नुहोस्। आज हामीलाई दिनभरको भोजन आज हाम्रो अपराधहरू क्षमा गर्नुहोस्, जसै हाम्रो अपराधीले हामीले क्षमा गरेको छ। हामीलाई परीक्षा नल्याउनु ख्रीष्टबाट बचाउनुहोस्, किनभने राज्य अनि प्रकार महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।
पवित्र आत्माको साक्षी भई ईश्वरको सेवा गरिरहनु। मेरो पहिलो इच्छा र अन्तिम चाहना, पहिलो इच्छा र अन्तिम चाहना राखियो बन्धनमा बाँधिरहनेछु, राखियो बन्धनमा बाँधिरहनेछु। सधैँ साथ रहनेछु, दुःखमा सुखमा सधैँ साथ रहनेछु। ईश्वरको प्रेमको साक्षी बन्नेछु। मेरो अन्तिम श्वाससम्म साथ दिनेछु, अन्तिम श्वाससम्म साथ दिनेछु। ईश्वरीय योजना पूरा गर्नेछु, ईश्वरीय योजना पूरा गर्नेछु। मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका। मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका। मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। मैले तिमीलाई मैले तिमीलाई मैले तिमीलाई मैले तिमीलाई मैले तिमीलाई मैले तिमीलाई। हे 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 हो हे 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 हो। सृष्टिको सबै फुलहरूमा तिमी छौ है मेरो लागि खास। जीवनको डोरी गाँसियो आज, बनिदेऊ है मैले फेर्ने सास। सृष्टिको सबै फुलहरूमा तिमी छौ है मेरो लागि खास। जीवनको डोरी गाँसियो आज, बनिदेऊ है मैले फेर्ने सास। हे 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 हो हे हे हो।
तुझ में है मेरी भलाई, तू ही है पिता, अब जाऊं मैं कहाँ तुझे छोड़कर खुदा, तुझसे मिली मुझे पहचाने मेरे खुदा, मेरे पिता, मेरे खुदा, मेरे जोरदार ताली फेरि पनि र अझै एउटा मिठो प्रस्तुति हाम्रो बिचमा फेरि पनि दिइराख्नु भएको छ। Yesu
आजको विशेष दुलहनले एउटा नृत्यलाई डान्सलाई देखाइराख्नु भएको छ। जोरदार ताली यहाँको लागि पनि। सबैजनाको लागि जोरदार ताली। Christmas
ग्यारेन्टी छ एकछिन भए पनि थाल छोडेर पनि ताली बजाउँछ यो एकदम सुपर ग्यारेन्टी सो दिस इज मी अजय लम्जेल यतैको अर्ग्यानिक हो आइटेको अहिले चाहिँ कालिम्पोङ निम्बोङ ग्यासोक भन्ने ठाउँहरूमा चाहिँ प्रोग्राम गरेर आएको उताकै ओछ्यानमा सुतेर आएको जस्तो बिहान दाँत ब्रस गरे त्यस्तै सिमाना क्रस गरे कमाल भयो सिलगढी गरम हुनुपर्ने सिलगढी जाडो थियो अनि अब यहाँ पनि उतादेखि धेरै टाढै हो तर जस्तो सिपाहीधुरा आइपुगे सिपाहीधुरा त्यस्तै चल्दैछ अर्कै कुरा चियाको बहानामा हो कि बिहाको बहानामा हो कमिटी हलभित्र पस्न पाइयो नयाँ चेयरमा बस्न पाइयो गाना लाइन खाना लाइन दुइटै चल्दै रहेछ एकदम स्पिडको साथमा यहाँनिर सबै कुरो हुँदो रहेछ र एकदम विवाह भइराखेको रहेछ यसरी भन्छ अङ्ग्रेजीमा हिन्दीमा जोडी सलामत रहे त्यसैलाई नै अङ्ग्रेजीमा ह्याभ अ नाइस कपल भन्दो रहेछ दुलै बेहुली जस्तो सुन्दर बेहुला पनि त्यस्तै अब्बल अनि एकदम एउटा दुईवटा प्रस्तुति छोटकरीमा राख्न राखेको छु
Thank you so much. God bless you all. Thank you so much. God bless you all. मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ गतिमा कमीमा पनि उकाली ओह्राली हिँड्नेछौँ हामी सँगै सँगै सधैँभरि हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार मेरी
Wipe your tears, take a breath. Lay your head on my chest. Let me hold you through the night. Yeah, the world can bring us down, but I still believe somehow it's all gonna be alright. Come what may, the highs, the lows. Well, this life will be hard, but you and me won't. When the waters rise and we face the fire, we'll rest in our foundation, hand in hand, on our knees, nothing between us, you, me, and Jesus. Oh, we'll have a few fights. Who's wrong and who's right? But I want you to know, at the end of the day, I'm always here to stay. No, you'll never be alone. Come what may, the highs, the lows. Well, this life will be hard, but you and me won't. When the waters rise and we face the fire, we'll rest in our foundation, hand in hand, on our knees, nothing between us, you, me, and Jesus. Come what may, the highs, the lows. Well, this life will be hard, but you and me won't. Oh, when it's time to say goodbye, we'll rest in our foundation, hand in hand, on our knees, nothing between us. 'Cause in the end, even death could only lead us to you, me, and Jesus.
यहाँ छोटो छ यो यात्रा कहाँ चले कहाँ पुग्ने उसको सफर त्यसबारी यस्ता जाउँदैको आज बोल्दै दाजु भाइ दिदी बहिनी दाजु भाइ दाजु भाइ दिदी बहिनी दाजु भाइ आनन्द मनाऊ आजको दिनमा बसो आनन्द मनाऊ आजको दिनमा बसो बसो कृष्णको जन्म भयो है आज कृष्णको जन्म कृष्णको जन्म भयो है आज कृष्णको जन्म बेथलेहेमको त्यो सुन्दर गाउँमा बसो बेथलेहेमको त्यो सुन्दर गाउँमा बसो बसो छोराको बिहामा हो
आकाशैको सुन्दर तारा झल्किएछ यो हृदयमा गाउँदै जाउँ है खुसीको गीत प्रभु आए आज आकाशैको सुन्दर तारा झल्किएछ यो हृदयमा गाउँदै जाउँ है खुसीको गीत प्रभु आए आज हाम्रो पापलाई मेटाउनलाई यीशुलाई दैभरि हाम्रो पापलाई मेटाउनलाई यीशुलाई दैभरि सुनेरको त्यो सानो रूपमा बालक येशू जन्मिए दैभरि त्यहीको जसले तिमीलाई मलाई बाटोमा जान सिकाए दैभरि हाम्रो पाप मेटाउनलाई यीशुलाई दैभरि हाम्रो पाप मेटाउनलाई यीशुलाई दैभरि हाम्रो पाप मेटाउनलाई यीशुलाई दैभरि आकाशैको झिमिले तारा आकाशैको झिमिले तारा आज जन्मे तारा आकाशैको झिमिले तारा आकाशैको झिमिले तारा आज जन्मे तारा ओके लगी लैलाई पानी लगी लैलाई पानी लगी लैलाई पानी लगी लैलाई पानी कस्तो जाडो मुटु पनि खान्छ प्रभु आज जन्मे भन्छ कस्तो जाडो मुटु पनि खान्छ प्रभु आज जन्मे